2-4 दिन घर के सफा नगरेको आमामा घरको त के हो पुरै होलिया पुरै अवस्थै बिजोक भएछ त राम 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 अनि बल्ल बल्ल पुरै क्लिन के कुना काप्चा तिनी भयो जतिका पुरै खोजी खोजी पुरै दुर्पिन लगाएर बल्ल बल्ल यति फोहोर चाहिँ निकाल्यो साथीहरू। अनि फोहोर निकालिसकेपछि त भोक लागेको थियो, भात खाने भनेको भात खाएर मात्र पुगेन। अनि नुडल खाइदिउँ न त भनेर बहिनीले चाहिँ चाउचाउ बनाएको थिएँ। अनि मजाले चाउचाउ खाएर यसो बारीतिर जाऊँ न त, बारीतिरको अवस्था के छ, सागहरू के भइरहेछ भनेर यसो सागहरू लगाइरहेको थिएँ, सिमी लगाएको थिएँ होइन। अनि यो खुर्सानी छ, भिन्डी छ, यता मकै पनि रहेछ फेरि। अनि सबै हेरेर अनि बजारतिर गए। बजारतिर फेरि यसो बहिनीले ल दाइ मलाई लास्ट के खान मन लागेको छ, बर्थडे त अब अर्को साल हो, यो साल गइसक्यो भनेर केक लिन पठाएँ। त्यही भएर केक लिएर आएको त आमा पुरै फोनै गर्न आँटिकिरहेछ, दाइले कति बेला केक लिएर आउँछ भनेर। अनि केक पुरै दिएको त पुरै हड्डी हाँसेको आमामा। अनि मैले चाहिँ यही हो, त्यसले केक ल्याइदिएपछि एउटा चार्जरको डल्लो लिएको, आमा कति सानो हो फेरि। अनि बहिनीले चाहिँ ल खोल्न त कस्तो लाग्यो, 2वटा कलरको ल्याइदिएको छु भनेर पुरै बहिनीले चाहिँ हतार हतार खोली कि एउटा ब्ल्याकमा थियो एउटा व्हाइटमा थियो। अनि ल टेस्ट हान्नु त आमा दाइ के हो यस्तो, केक त दामी रहेछ त भनेर भन्दै थिएँ। अनि केक चाहिँ पुरा दिएको त खुसीले, आमा आज त भाँडा पनि पुरै टलक्क टल्किने गरेर माझी नि केक खुवाएको भएर होला। एन्ड बाई।